के भइरहेछ नानी? रेस्क्यु भइरहेछ है? यो सिधा हुन्छ तिमीलाई लाग्छ? तिमीलाई लाग्छ बाइक गाडी सिधा हुन्छ? गुड मर्निङ केटा हो। आज चाहिँ एउटा रेस्क्यु मिसन छ केटा हो। के भयो भन्दाखेरि नाम्पीमा एउटा गाडी पल्टिसक्यो। त्यसको लागि दसैँको टाइममा हामी गाडी रेस्क्यु गर्न जाँदैछौँ। त्यो पनि जेसिबीले गाडी रेस्क्यु गर्छ। अनि त्यसको लागि चाहिँ भिडियो बनाऊँ भनेर म जाँदैछु दाइसँग होइन। यहाँ हाम्रो दाइ चाहिँ जेसिबी राइडर त्यही हो। अब हेरौँ कसरी यो रेस्क्यु गर्छ ल। अनि कति लाग्दो रहेछ रेस्क्यु गर्ने सब म डिटेल्स दिन्छु होइन। मजा आउनेछ। मैले त यसबाट चलाउन छोडेपछि इन्जिन सिज भयो। त्यो सराप लाग्यो के त्यो खासले। गाडी चाहिँ त्यहाँ फसेको रहेछ। सापन दिएर नि गुड्दै लडिरहेछु त्यसलाई उठाउने। त्यसो कुन दाइले टिकरमा हालिसक्यो। उनीहरु हालिसक्यो।
के भइरहेछ नानी? रेस्क्यु भइरहेछ है? यो सिधा हुन्छ तिमीलाई लाग्छ? तिमीलाई लाग्छ बाइक गाडी सिधा हुन्छ? कस्तो थाहा छैन। अब सेकेन्ड ट्राई गाडी पछाडिको अलिकति अगाडि ल्यायो होइन। अब अगाडिको अलिक अगाडि ल्याउने अनि त्यहाँदेखि बिचबाट तान्ने छ। गुरुजी के भन्न चाहनुहुन्छ? अगाडिबाट तानेर आइन्छ। अब यहाँबाट पुरा पिओभी हेरौँ ल केटा ल गाह्रो ल दसैँको नेक्स्ट डे अनि यहाँ हाम्रो गाडी पल्टिरहेछ अनि हामी चाहिँ यहाँ रेस्क्यु गर्न आएको छ। यहाँ छ ए गाडी पल्टिरहेछ। यहाँ छ गुरुजी। उता पब्लिक देख्न सक्छ कति छ कति छ। यसलाई कति टाइम लाग्छ त किसान? एकपल्ट पानीहरू त्यसरी थाहा हुन्छ। फेरि यता घुम्यो भने गाह्रो गर्छ। त्यही हो गाडी अलिक बाङ्गो टाइपमा बसेको छ। यसलाई हामीले पछाडि चाहिँ तानिसक्यो होइन। अब अगाडि पनि गाह्रो छ। हेरौँ यो भिडियोमा सब देख्छ। केटा अब सेकेन्ड आइटम गाडी तान्ने जेसीबी हिल्यो। जेसीबी हिलिरहेछ। तान्नु पर्यो। हाफ काम भयो हाम्रो होइन। आधा तानिसक्यो गाडी, आधा तानिसक्यो। सो अब यसलाई बिचबाट तानेपछि होस् आउँछ कि हामीले चेक गर्नुपर्छ। त्यसको लागि हामी अलिक माथि बाल्नुपर्छ। अब खतरा भइरहेछ किन भन्दाखेरि अब गाडी त सिधा भयो होइन। अब त्यसलाई यता पल्टाउनुको लागि कहाँ बान्नु? हाम्रो बिचबाट रसीले तान्नुपर्ने हो। तर त्यो ट्याङ्कीको माथि बान्यो भने त्यो ट्याङ्की निक्लिने सम्भावना छ। अनि त्यो माथि ट्याङ्करमा बान्यो भने फेरि उक्किने सम्भावना छ। सो हेरौँ के हुन्छ। अब जो बान्दैछ उनीहरूलाई थाहा होला कहाँ बान्नुपर्छ भनेर। फेरि हामीले आइडिया दिएपछि के भयो भने नाला पनि के भएन है। मजाले आयो मजाले आयो गाडी होइन। खुसीको कुरा हो। एकैबारमा आयो। उतापट्टिको डालाहरू के भन्छ देखाउँछ अहिले त। अहिले चाहिँ अब आस्ते आस्ते गरिन्छ।
कतिवटा त्यहाँ ढुङ्गा राख्यो भने गाडी ब्रेक हान्नु लाउनु ल, ब्रेक हान्नु लाउनु है गाडीलाई। गाडी पनि स्टार्ट भयो, फाइनल गाडी स्टार्ट भयो, कुदिरहेछ ल।